वेलकम टु माई च्यानल गाइजहरू। आज डे 1 र आज म जे जान लागेको मेरो बुढो र मेरो बुढोको साथीहरू। सो ग्यारेज आइपुग्यौँ हामीहरू अनि हामीहरू सबैजना रेडी भयौँ, खाजासाजा खायौँ, अब निस्किन लागेको सबैजना। सबैजना रेस्ट गरिरहेको छ है, अलिक धुलोको बाटोहरू थियो त्यही भएर अब एकछिन रेस्ट गरौँ भनेर अन्त निस्किने। सब क्या देखना पड़ रहा है। हमारा यत्र जिरीतर्फ खाना खाइसक्यौँ सबैजनाले। सो जिरीतिर अब चाहिँ हामी खाना खायौँ सबैजना अनि सबैजना कुनै अघि गइसक्यो, कुनै पछाडि नै छ अनि हामी चाहिँ मुडेबाट लेफ्ट लिएर हामी जिरीतर्फ जानेछौँ। जिरी जुन चरीकोट हुँदै जिरी पुगिन्छ। तपाईँहरू मुडेबाट राइट लियो भने तपाईँहरू सैलुङ पुग्न सक्नुहुन्छ। सैलुङ पनि धेरै राम्रो छ, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ। A few moments later. Eternity later. Jiri guys, Jiri. अर्काको भिडियो हाल्दैछ सबैजनाले। गाइस फाइनली हामी जिरी पुग्यौँ अनि हामीलाई त्यहाँ राम्रोसँग धेरै राम्रोसँग स्वागत पनि गर्नुभयो अनि हाम्रो भेट रमेश दाई र प्रशान्त दाईसँग भयो अनि त्यहाँ एउटा चखाउने कार्यक्रम पनि रहेको रहेछ अनि हामी त्यो चखाउने कार्यक्रममा पनि सहभागी भयौँ अनि त्यो एउटा सानो लोकल प्रोडक्ट रहेछ त्यहाँको। हामीले त्यो पनि चाख्यौँ कस्तो रहेछ भनेर। मिठो थियो, धेरै नै मिठो थियो। Hours late. This is the morning view of Jiri. This is Jiri Bazaar, right? Guys, right?
रोड रहेछ जहाँ रोड छ त्यही बाइक लगेको अब बसी त रोडै सक्दिनँ यस्तो माथि कुनातिर आइपुग्यो अनि गाइस अब तपाईँ बुझ्नु न कस्तो छ यहाँ एकजना माथि छ माथि म अब त लगिदिन्छु कस्तो म ल जानु ल त्यसो भए ल गयो तपाईँ एक्लै पल्टिँदैन आएर नगएर त ल ल ल लान त लाग्यो खत्म बाय बाय टाटा गुड बाय गया अहिले बाइक ढल्काउनु कमेडी हामी चाहिँ माथिबाट फर्केर अनि खाना खान गयो होटेलमा खाना खाएर एकछिन रेस्ट गऱ्यौँ अनि एकछिन रेस्ट गरेर हामीहरू फेरि जेरीभन्दा हल्का मुनि हरियाली रहेछ चौर हामी त्यहाँसम्म जाऊँ भनेर हामी त्यहाँसम्म गयौँ For the rest of my life, I'll be with you. I'll stay by your side, honest and true, to the end of my time. I'll be loving you for the rest of my life, through days and nights. I'll thank Allah for opening my eyes, now and forever. I'll be there for you. I know it deep in my heart. I feel so blessed when I think of you, and I ask Allah to bless all we do. अब चाहिँ हामी जेरीबाट फर्किँदै सबैजना बाइक रेडी गर्दैछ हाम्रो एबी पनि यहाँ रेडी हुँदैछ अनि रेडी भइसक्यो हामी बसेको होटल चाहिँ होटल जाम्बाला इन रहेछ होइन राम्रो थियो सर्भिस खाना पनि दामी थियो दामी हाम्रो होटल कर्नर हाम्रो रु भनौँ राम्रो छ बाई बाई मिनेको अब चाहिँ हामी चाहिँ अर्कै बाटो जानेछौँ अब सैलुङतर्फ सैलुङ हामी चाहिँ यहाँ बाटोमा अड्केर साइनी दाइको बाइक पिकअपै बनाउँदैछ बुढोले बाइक बिग्रियो एन्ड देन टाउजोको लालीले नामको टाउजोको नाम पनि लाली लाली अनि पाल्देन भाइले यता भ्लग हान्दैछ मैले यता भ्लग हान्दैछु गाह्रो बाइक बनाएको छैन पानी पनि बनाउन कति गाह्रो हो हिँडेर बल्ल बल्ल पाएको हो बल्ल बल्ल पाएको छैन होला के उता कहाँबाट ल्याउनु भयो पाल्देन भाइले मलाई जिस्काको गाइदिनु उनीहरूको छुट्टै गफ चलिरहेको थियो त्यतिर हामी चाहिँ यहाँ यस्तो बोर भएर उ र मलाई One eternity later. सो फाइनली हामी कालापानी भन्ने ठाउँमा आइपुग्यौँ अरूहरूलाई चाहिँ पछि नै छोडिदियो ग्यारेजतर्फ जानुपर्छ भनेर उनीहरूलाई चाहिँ ग्यारेजतर्फ पठायौँ हामीहरूले यहाँ हाम्रो पाइलले भाइ घाम तापेर सुतेको रे हाम्रो हिमा दाइ यहाँ सबैजना यहाँ बसिरह भोलि घुम्ने प्लान भयो अब खोला खालका हाम्रो आजको होटलमा जानु लाग्छ सबैजना हामी चाहिँ ग्यारेज आइपुग्यौँ
र अरूहरू चाहिँ उता खोलाखरको तर्फ लाग्यो भने चाहिँ हामी चाहिँ यता ग्यारेजतर्फ आयौँ किनकि दाइहरूलाई फेरि गाह्रो हुन्छ बाटोमा गाह्रो भइहाल्यो भने साथी गर्नुपर्छ भनेर सो बाइक चाहिँ बन्दैछ फाइनली बाइक बन्यो र हामीले उत्ते माथिको डाँडासम्म जानुपर्ने अनि भाइहरू चाहिँ पछाडि छ यस्तो राति हिँड्नु पर्यो सबैजनालाई तर केही छैन एक्सपिरियन्स भइरहेको छ राति हिँड्नुपर्छ यताउता भन्दै एकजना छैन हो गाइस फाइनली खोलाखर्क आइपुग्यो जाडो थियो आगो ताप्न छिट्टो आयो हामीहरू अनि साइडमा हुनुहुन्छ हाम्रो चाइनिज दाईलाई मैले के कस्तो एक्सपिरियन्स भयो भन्दाखेरि उहाँलाई अनि पेटमा अलिकति काउको जस्तो फिल भयो अरे किनकि बाटो अलिक अफरोड छ के त्यही भएर अनि यता हुनुहुन्छ हाम्रो उहाँ चाहिँ हाम्रो आनी हाम्रो होटलको ओनर गुड मर्निङ गाइज फ्रम खोलाखर्का आज चाहिँ हाम्रो प्लान सैलुङ घुम्ने सो अनि हामी चाहिँ उकालो हिँडेको अब अलमोस्ट 5 कति भइसक्यो अरूहरू अगाडि गइसक्यो सबैजना अनि हामीहरू चाहिँ पछाडि छ अरूहरू पनि योभन्दा पनि पछाडि रहेको छ गाइजहरू अब तपाईँहरूलाई खोलाखर्काबाट आयो भने चाहिँ तपाईँहरूलाई सैलुङ धेरै नजिक पर्छ है अलमोस्ट 20 to 30 मिनट मात्रै लाग्छ होइन यहाँसम्म सैलुङको डाँडासम्म पुग्न अनि हामीलाई पनि त्यति नै लागेको थियो सबैजना आइपुग्यौँ अनि हामी सैलुङ पुग्यौँ क्यान सी द भ्यू होइन अहिले सनराइज भएको छैन हिँड्दैछौँ अनि म यहाँ छु अलिकति टाउको दुखिरह अलिअलि बट त्यस्तो डराउनु पर्ने कुरा छैन ठिक छ एकदम आज चाहिँ हामी यहाँ सैलुङ डाँडा घुमेर अनि तल गेटवाल गुफाहरू हेर्न जानु लाग्यो होइन हामी खोलाखर्काबाट आएर सैलुङ चाहिँ नजिक गेटवाल चाहिँ टाढा भन्नुभयो सो केही छैन साइन्ससँग घुम्ने यो चाहिँ भ्यू हेर्न सक्नुहुन्छ अन्त माथि हेरेर हिमाल देख्यो भने यु गाइज लभ इट सोच्नै सक्नुहुन्न हाउ इट लुक्स भनेर क्या सबैजना भिडियो गरेर हो देख्नुभयो नाइस सनराइज भन्दैछ है गाइजहरू looks nice सास फुलिरहेको हाम्रो हाम्रो पुरानो छोर्देनहरू हो योहरू उहाँहरू पनि घुम्न आउनुभएको रहेछ हामीभन्दा पनि छिटो आइपुग्नु रहेछ अनि यो चाहिँ हो भ्यू टावर सबैजना यहाँ चढ्नुपर्छ अब त्यहाँ पुगिसक्यो चढ चाहिँ त्यो भइरहेछ यसलाई यसरी राख्नुपर्छ है बेसहरू यहाँबाट चाहिँ माथि भित्रको भएन नि यहाँबाट भ्यू छ देखेर हेलो नमस्ते मा बिस्तारै हुन्छु बाइ दुःखै आछो मेरो फोनमा एउटा यो कुर्कुचा होइन यस्तो आएर यहाँ बुढी आउँला यस्तो हो क्या अब दाइ बुढो खाइ
होइन ब्याग पो छ चाइनिजको ब्यागमा खोइ चाहिन्छ चौरी डुलाउनेलाई माथि माथि सै चौरी डुलाउनेलाई बाजे आयो आया बाजे निस्क्यो म त मुसा जस्तो निस्किहाल्छु मैले मुसा जस्तो निस्किहाल्छु म त गाह्रो हुन्छ फेरि जुत्ता खोल्नु राम्रो झन् राम्रो भयो नि केही जिता नि यो त यार म त प्योर पापी होइन है के आर्मी जतिको आज क्या अबुई खतरा हो क्या धेरै पाप गर्छन् पाप छैन हेरे नि माछा क्या हो पाइट खुसियो पछाडि हे भगवान् गर्ने मान्छे एकदम उयो भाइ त फुतर कुदेर आयो दुईटा पापीहरू हेर नि त्यहाँ तिमी पनि हो नि तिमी ट्रेन छैन गाह्रो गाह्रो खोलेर आउनु त के हुनु त्यो पाप गर्ने मान्छे त्यस्तै हो कि भगवान्ले ताने चलाउन यार चलाउन भने मेरो चाबी त हराला यिनीहरू यहाँ सबै गलिसक्यो म यहाँ पापी रहेछ भने चाहिँ थाहा भयो यो पापी रहेछ होइन क्या अब यो त के हो ज्याकेट चाहिँ फुकाले हुन्छ नि त भगवान् अनि है पापी हो म दुध दिनु आइदै ज्याकेट चाहिँ एउटा फुकाले के जान्छ त अनि कस्तो फिल हुन्छ हाम्रो बहिनी आज सिस्टर आइरहेको छ हाम्रो सिस्टर पापहरूले ताने हो क्या पापी त यहाँ रहेछ त्यसो भए यो बहिनी भन्नु छैन हातले होइन मेरो बुढी आओ मेरो बुढी ल गाइस मेरो बुढी आउँदैछ है कस्तो छिटो आउने आमा धेरै धर्म गरेर छ नि त त्यही भएर च्याम पाएको त भयो चारवटा रिमुट चाहिँ ठुल्कुलामा भेटेर म पाएको त नत्र कहाँ पाउँछ यो अर्को पापी आयो अब निकाले पापी खुट्टै गाह्रो ओए यो के हो यो अब खत्रै 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 ल कस्तो लाग्दैछ त पाल्दैन राम्रो लागिरहेको पाप पखाल्यो चाहिँ धेरै पापी रहेछ त खड्किएर है लास्टमा आएर त अड्किने मान्छेलाई मुला के भनेर सक्यो दाइ अब हेर्दा पापीले तान्यो भए पापी अड्किँदैन थियो त्यहाँनिर अहिले मान्छेहरू चाहिँ यसो नखरेलो फेरि हेर कहाँबाट जङ्गलबाट बाँधेर ल्याइरहेको छ फेरि हामीलाई पनि समाउँछ मान्छे साइकल खान्छ होला है
हे भगवान बिचरा कति भएको जङ्गल नदेखे बाँदरहरूले निमा दाइ कति भएको थियो बाँदरहरूले बिचरा जङ्गल नदेखेको आज खुसी भइरहेछ खेलमा ग्रेड वालमा पुग्यौँ यति बोर भइरहेछ यति बोर भइरहेछ पुरै नगर्नु साथीहरू है अझै भनेको गाह्रो हुन्छ म लाभको पास गरेर त्यो माथि भुमथाङ छ नि भुमथाङ भुमथाङबाट तल एकैचोटि कहाँ बसेको थाहा छ धर्मशाला छ नि धर्मशाला थाहा छ छैन तिम्रो घर म गएको त छैन तिमी ताल भन्नु नि तलतिर हो घर माथि हो मनाङमै हो माथि मेन मनाङ अनि धर्मशालाबाट जाने त नि मनाङमा त्यो लाल यहाँ सबैजना बसिरहेको तलबाट गेटवालबाट आएको हामी मात्रै चाउचाउ विथ पानी खाँदै हुनुहुन्छ दालमोट चुडा हामी अघि ओह्रालो लाँदा सजिलो भयो अब उकालो जानुपर्छ धेरै गाह्रो छ म चाहिँ एक्लै एनी टाइम एक्लै Where did you stay last night, bro? Kalakarka. Where are you from? Czech Republic. Oh, sayo. तपाईको नाम के हो रे? काशी हो? गाइस फाइनली हामी काठमाडौँ फर्किन लागेको सबैजना है खानासाना खायौँ धेरै रमाइलो भयो अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आजङ अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आनी उहाँ चाहिँ अब हामीलाई बिदाई कार्यक्रम खाता लगाइदिनु भयो सबैजनालाई होइन अनि तपाईँहरू खलखर्का आउनुभयो भने एकचोटि होटल भिजिट गर्नु होला सर्भिसहरू धेरै धेरै राम्रो छ स्कुटी